साथीहरू पुनः आज एउटा नयाँ कहानी प्रेरणादायक कहानी लिएर आएको छु। यो तपाईहरुले यो बाँस जुन हेरिनु भएको छ यसको माने नेचर अरु बिरुवा भन्दा फरक हुन्छ। यो अरु बिरुवाहरु चाहिँ मतलब चाँडै चाहिँ उम्रिन्छ, तर यो बाँस तपाईको 5 वर्षमा मात्रै चाहिँ यो उम्रिन्छ। र अरु बिरुवाहरुको अपेक्षा यो बिरुवा मतलब जब उम्रिन्छ त्यो एकदम धेरै फास्ट ग्रो हुन्छ। त्यसैले कुनै पनि चीज गर्नको लागि मान्छेमा पेशेन्स चाहिन्छ कि पेशेन्स है। अनि पेशेन्स भएपछि मात्रै त्यसले त्यो ग्रो गर्न सक्छ, लाइफमा अगाडि बढ्न सक्छ र केही गर्न सक्छ। जसमा पेशेन्स छैन जस्तै बाँसको जस्तै चाहिँ यो ढिलो माने उम्रिन्छ, तर जब उम्रिन्छ नि त्यो एकै दिन माने 2 हप्ता माने 8 माने के रे एकै हप्तामा तपाईको 7 फिट 8 फिट एकैचोटि माने ग्रो गरिहाल्छ। यस्तो हो। त्यसैले मान्छेमा पेशेन्स हुनुपर्छ, धैर्य हुनुपर्छ। जब सुरुवात हुन्छ नि कुनै चीज त्यसपछि बुम गर्न थाल्छ तपाईको चाहिँ है। त्यसै यसबाट के प्रेरणा माने पाइयो भने जुनसुकै काम गर्दा पनि तपाईको एकदम लगन चाहिन्छ, एउटा डिसिप्लिन चाहिन्छ, कन्सिस्टेन्सी चाहिन्छ। त्यो सबै चाहिँ मेन्टेन गर्नुभयो भने मात्र चाहिँ कुनै पनि चीजमा सेक्टरमा चाहिँ सफलता प्राप्त गर्न सकिन्छ। ल अहिले साथीहरु अहिलेलाई यति नै हैन, अरु अर्को भिडियोमा